बिहानै उठ्न पनि अलिक ढिला गरियो। बेलुका हल्का बेला सुतेको अनि ट्रेनको टिकट पनि ल्याएको छैन। पुग्नुपर्ने टाढा है। भर्खर निस्किँदैछु। हेरौँ भेटाउँछु होला। टिकट त त्यहाँ काउन्टरमा त पाउँदैन कि गएर मोबाइलमा लिने हो, आफैले लिने हो। होला यहाँ ट्रेनहरू टन्नै रहेछ है। ट्रेन पनि ढिला भयो, टाइम पनि धेरै लाग्यो। बाटो गाडी आउँदै तल त बाटो गाडी आउँदै हो नि, माथि बाटो होला त्यो पुलतिर जाने भनेर बाटोबाटै आएको। बाटो गाडी आउँदै जान्छ। मैले तलबाटै काटिदिएँ। तल के अरे तल है नि जेब्रा क्रस नबाट त्योमा अगाडिको मान्छेहरूले नि त्यहीँबाट काटेँ, मैले नि काटिदिएँ। के गर्नु पानी बाज है। ऊ पारी चाहिँ पुलहरू होला भन्दैछ। पारी जान कताबाट जाने हेरौँ। यहाँ त्यो ट्रेनको पुल त छ कि यो ट्रेनको पुल हो, ट्रेनको ब्रिज हो कि के हो। ट्रेन जानलाई मात्रै छ, मान्छे जाने छैन। अब अगाडि जान्छु अलि अगाडि। मैले बिहान खाजा पनि बनाएर बोकेर ल्याएको थिएँ है। अब खाने ठाउँ होला अगाडि गएर कतै बसेर खाने होला, भेटेला नि। हो बाटो कस्तो कम्प्लिकेटेड देखिएको छ कि, तर त्यस्तो छैन, सजिलो हो। राम्रो छ। पुलै पुल छ कि, 3टा पुल भइसक्यो है। यो एउटा ट्रेन हिँड्ने, त्यहाँ गाडी हिँड्ने, फेरि अर्को यता गाडी हिँड्ने। यहाँ बस्नलाई काठको यस्तो राम्रो बनाइदिएको छ। यहाँ सुटिङ भएपछि नै मस्त सुत्नु मन लाग्यो। 1 घन्टा चिल पाराले। आज फर्किनु हुन्छ होला, त्यही भएर हेरौँ अब जाने होला। राम्रो रहेछ ठाउँ पनि, राम्रो रहेछ, रमाइलो रहेछ। यी घाम लाग्छन्, आज राम्रो दिन पनि परेको है। चलपल पनि रहेछ। अब गर्मी सुरु भयो, त्यो भएर होला। अनि यो खोला ठुलो रहेछ, पुलै फुल रहेछ कि। यताबाट आउँदाखेरि त 4-5वटा पुल तरियो भन्दा नि पुलको मुनि आयो। हिँड्ने बाटो पनि यस्तो राम्रो रहेछ। यहाँ मान्छेहरू घाम ताप्ने पढ्ने उता हिँड्ने बाटो, रेस्टुरेन्टहरू राम्रो रहेछ ठाउँ। बल रहेछ कि यो बिल्डिङहरू पनि कस्तो राम्रो स्टाइलले बनाएको। यो बाटोपट्टि रोड साइड भयो, रोड अनि उता बिल्डिङहरू। उतापट्टि फेरि खोला छ। खोलाको पारि उता अर्को बजार हो कि बजारै छ भनौँ, मार्केट छ। रमाइलो रहेछ। शीतल अब घाम भयो, चर्को भयो। अब यो ज्याकेट पनि छ, यसलाई ज्याकेट हो कि यो हुड भन्छ के भन्छ, यसलाई खोल्नुपर्छ। खोल्छु। गुलाबको फुल है, तर गुलाब पनि कस्तो सानो कि यो मोडिफाई गरेर बनाएको हो कि यस्तै हो कि। हेर्दा गुलाब जस्तै छ, छन त फुल चाहिँ राम्रोसँग पनि फुलेको छैन। यस्तै लागेको छ। बिहान नि त्यो पातल लाएर आएको थिएँ, तर झोलामा लिएर आएको थिएँ कि कस्तो नि हावा चल्यो। हावा चलेपछि चिसो भयो। ट्रेनमा पनि हल्का एसी चलाउँछ, चिसो भयो। लगाएँ अनि अहिले यहाँ घामले खोल्यो, भर्खर खोलेको। अब एकछिन है तल जानुपर्छ, अलिक तल हेरौँ के रहेछ। त्यो ठाउँमा त जानै पर्छ, तर यहाँ बाटै देखिएन कताबाट जाने हो। यहाँ बाटो काट्ने ठाउँ देखिएन। बाटो काट्ने ठाउँ देखिने बित्तिकै जाने हो। यस्तो बवाल ठाउँ छ है। सबै हेरेर आएको थिएँ इन्टरनेटमा, ठ्याक्कै ठाउँमा पुगेको छ। अब त्यहाँ जान चाहिँ बाँकी नै छ। ठाउँ त यस्तो राम्रो छ कि पुरै अर्कै संसार जस्तो छ। बवालै छ, बवाल रमाइलो। नेटमा हेर्न त मजा आएको थियो यहाँ है, राम्रै देखिएको थियो। नेटमा भन्दा रियलमा आउँदा त झनै मजा। यता पारिको बिल्डिङहरू यो माथिको है, यस्तो राम्रो छ। हेरिरहँ जस्तो। अब जान त गएको छैन म त्यहाँ, अझै जानै बाँकी छ। त्यही पनि अगाडि बाटो काट्ने ठाउँ रहेछ, त्यहीँबाट जान्छ कि। यो छ नि यो ढुङ्गा हो कि, एउटा ढुङ्गा जोडेछ। ढुङ्गा जोडेर बनाएको छ। एउटा ढुङ्गा, यो एउटा ढुङ्गा, यत्रो ढुङ्गा रहेछ काटेर है। कस्तो गोलो बनायो कि भित्र चाहिँ त मिल्दैन। यस्तो चाहिँ यस्तो छ, तातो भएको छ। भित्र पनि भर्याङ रहेछ, जान मिल्ने रहेछ। माथि टावर जस्तो राम्रो छ। यो ढुङ्गाले बनाएको थियो एउटा। त्यसपछि यता अर्को पनि बनाएको छ ढुङ्गाले।
यो पनि ढुङ्गाको जस्तो छ। यहाँ लाइट हाल्ने पानीको फोरा अब होला बनाउँदैछन्, हेर्दैछन् यहाँ मेकानिकहरू। यो त दरबार पनि कत्रो के बसन्तपुरको दरबारको जत्रो पिलर गेट है। यहाँ छ तलैदेखि वहाँ तलदेखि बनाएको छ कि तलदेखि बनाउँदै ल्याएको छ ढुङ्गा हालेर खतरा बनाएको छ। राम्रो छ के बनाएको अब यो राजा महाराजाले यहाँ आएर डक्क यस्तरी हेर्ने हो कि त्यो भ्यू है उताको पारीको भ्यूहरू त्यसैको लागि बनाएको हो कि के बनाएको थाहा भएन है। मलाई बनाइदिएर चाहिँ टक्क हेर्ने रुखहरू यताको शीतल दामी छ राम्रो छ सबैकै। यहाँ मान्छेहरू बस्ने आफ्नो बेन्चमा बसिरहेको छन् कि एकजना गर्ने राम्रो छ। यहाँ घरबाट आउने बेला ड्राई फ्रुट र यो पास्ता लिएर आएको थिएँ। अब यहाँ बसेर खाइन्छ मस्तले। खतरा मोटर बाइक रहेछ यहाँ। मलाई नि एउटा मोटर बाइक त किन्न मन लागेको थियो कि त्यत्रो ठुल्ठुलो त होइन, यसो आफ्नो चाहिँ सिसीको त्यो चाहिँ सेकेन्ड ह्यान्ड धेरै महँगो नपर्ने चलाउन सकिने सजिलो है थियो। तर के भन्दाखेरि 6 महिना मात्रै चढ्न पाइने कि 6 महिना अब हिउँ पर्छ जाडो हुन्छ है। 6 महिना थाहा गर्नुपर्छ 6 महिना मात्रै चढ्नको लागि के लिनु भनेर नलिएर हो। बाइक त बाइकै बाइक छ दामी रहेछ। तलबाट हेर्दा नि राम्रै थियो, यहाँबाट हेर्दा त झनै राम्रो रहेछ। घाँस कहाँ लहरा बिल्डिङभरि तलबाट पनि देखेको थियो। अगाडिको त अगाडिको भइहाल्यो, यो अगाडिको अझै ठुलो छ यिनीहरू राम्रो छ। यो घाँसै खोइ यो घाँस हो कि लहराले पछि यसलाई असर गर्दैन भित्रभित्र चरा गरेर भत्काइदिने हो कि। अनि धेरै पुरानो हुँदै गएपछि होइन अब त्यतिकै बिग्रिजान्छ। अब यो लहराहरूले बिगाऱ्यो भने त अझै बिग्रिन्छ। कस्तो राम्रो छ लहरा चढेर गयो नि त्यसबाट चढेर गयो नि। नेपालमा भए त चढेर जानुहुन्थ्यो अर्काको देश मिलेन माथि जानु मिल्दैन चढेर। यहाँ के रहेछ म्युजियम रहेछ कि टिकट काट्दैछु। देखि हेर्दै आइयो फोटो खिच्यो भिडियो खिच्यो है। लास्टमा त युनिभर्सिटी पो रहेछ। अब यहाँको भाषामा के लेखेको के बुझेन। युनिभर्सिटी पहिलोचोटि हो ल युनिभर्सिटी देखेको यहाँ आएर। यो जहाजको इन्जिनको हो कि हो यो पानीमा घुमाउने होला नि इन्जिन के फ्यान हो कि के भन्छ यसलाई जहाज चलाउने त्यो होला। ठुलो रहेछ कति ठुलो हुने रहेछ। यो खोला भयो है खोला हो कि अब समुद्र हो कि नदी हो नदी यस्तो राम्रो छ। यहाँबाट देखिने अलि अग्लो ठाउँमा रहेछ कि यहाँबाट राम्रो भ्यू देखिन्छ। त्यसपछि त्यो अगाडिको युनिभर्सिटी रहेछ। यो चाहिँ नेसनल म्युजियम भनेको छ। यो चाहिँ पुरानो चाहिँ दरबारै जस्तो छ हेर्दाखेरि आमा हो। अनि त्यो अगाडिको के थाहा भएन कस्तो भयो नि अहिले त्यो बादल माथिबाट आइरहेको रहेछ। मैले त यो बिल्डिङै सरे जस्तो भयो कि त्यो बादल माथि सरेर आयो। मैले त बिल्डिङै हिँडे जस्तो भयो कि। पोल्यान्डको झन्डा त्यो अगाडिको झन्डाको के थाहा भएन। बिचको पोल्यान्डको एउटा युरोपियन युनियनको भयो। त्यसपछि यो कार्यालय हेर्दा त्यो लोगो हेर्दा त सरकारी भवन जस्तो छ। सरकारी नै होला के हो अब यो हेर्दा चाहिँ राजा रानी बस्ने पुरै महल जस्तो छ क्या। यसको पछाडितिर गइएन त्यता पनि राम्रो ठाउँहरू त छ। अघि म्यापमा पनि देखाइरहेको थियो। अब लाग्नुपर्छ खोलाको तीरतिरै जानुपर्छ। एकछिनमा चाहिँ घुम्ने खाजा खाइहाल्यो। अब अलि माथि जानु पर्यो के छ हेर्नु। अब नेटमा त के देखिएको थियो। अब त्यो कता सर्च गर्नु के हेर्नु। अब मन परेको यो बिल्डिङहरू देखिहाल्यो। त्यसपछि त्यो पुलहरू देखिहाल्यो ट्रेन स्टेसन भइहाल्यो त्यो खोला देखिहाल्यो। अब एकछिन यहाँ पार्क रहेछ यहाँ यता पार्क रहेछ ठुलो छ पार्क भन्ने छ। पार्कतिर गइएन जाने कुरो पनि भएन घरतिरै छ। अब अलि अगाडि जाने हो। बाटो चिटिक्क बनाएको छ। यो बाटो गाडी चल्ने बिचमा त ट्राम चल्ने त्यसपछि उताबाट फेरि अर्को गाडी चल्ने रहेछ कि। यो औद्योगिक क्षेत्र भएर होला होइन। अब ठुल्ठुलो त्यो जहाजहरू आउने अब त माल सामान लोड गर्ने त्यस्तो के हो त्यो क्षेत्र भएर होला। त्यस्तै के ठाउँ भएर जान चाहिँ बाटो बन्द छ।
उता अगाडि चाहिँ त्यतापट्टिबाट जान मिल्ने रहेछ। अब त्यो मैले पहिला म्याप हेरिनँ, अन्त फेरि म अर्को घुम्दै पनि आएको, म्याप हेरिएन, माथिको बिल्डिङहरू हेर्दै माथिबाट आएको। म्याप बाटो के म्याप हेर्ने कुरा नि भएन है, त्यहाँ भर्खर झरेको त्यहाँबाट बाटो बन्द रहेछ। पारी उता बाटो रहेछ, त्यो पारी जानु मिल्ने रहेछ अलिक परसँग। उतापट्टि पनि अर्को यस्तै पारी चहलपहल पनि छैन। अब गर्मी सुरु भएपछि है चहलपहल खतरा छ। यहाँ चार्ने पानी झार्ने बुढा नि बुढा जस्तो छ, बुढालाई नि भित्र रेस्टुरेन्ट चलिरहेको रहेछ। यहाँ रहेछ सुसी साकुरा। यसपछि अर्को जहाज चाहिँ पुरानो जहाज पुरै यो के भन्छ हावाकोल, त्यो त्रिपालहरू टाँगेर त्यो पाल टाँगेर पुरै हावाको बेगसँगै बगानी खालको। डच क्रुज लाइन भने त त्यो धेरै ठुलो छ त हो। अगाडिदेखि के हो जोनेस प्राम सर के हो यो रेस्टुरेन्ट जस्तो नि छ। क्रुज लाइन भनेको छ होला, क्रुज सिप नै होला हौ सानो सानो। डच भनेको के हो डेनमार्क जाने हो कि? ए त्यो त मै हो, त्यो स्पट झ्यालमा देखेको त्यो त मै हो है। विश्वकर्णेल हो त्यो झ्यालमा देखि नि। भित्र हेरिदिउँ कि जस्तो छ, कस्तो रहेछ यार भित्र, हेरिदिन्छु म त है। सुत्ने छ बेड पुरै, यहाँबाट डेनमार्क जाने होला जहाजमा सल्लाह सुतेर सुत्ने छ त बेड छ त कोठा खान जाने गाडी रहेछ कि। बर्लिन जाने रहेछ। अब साथीभाइहरू भएको भए है बर्लिनतिर गइदिनु हुन्छ के छ अरे, एक दिनमा पुऱ्याइहाल्छ। एक दिन लाग्दैन हो, 1 घन्टा लाग्छ होला यहाँबाट धेरै लाग्यो। 1 घन्टामा बर्लिन पुगिन्छ अनि एक दिन बसेर आउनुहुन्छ। फेरि मेरो घर त यहाँबाट त धेरै टाढा 4-5 घन्टा लाग्छ ट्रेनमा, 4-5 घन्टा। त्यही भएर अहिले गएर फेरि आउनु भ्याइँदैन। भोलि त खैर काम, पर्सि काममा जानुपर्छ। छुट्टी ल्याएको छैन है, छुट्टी लिएर भने अब अलिक पछि जानु पर्ला बर्लिनतिर। आज प्लान पनि छैन, आज यहीसम्म आउने प्लान हो, यहीसम्म ठिकै छ। यहाँ पाइलट पढ्ने युनिभर्सिटी जस्तो रहेछ, के गर्ने अब। बच्चा बेला गुच्चा खेल्न त ध्यान भयो, गुच्चातिर ध्यान, फुटबल भलिबल पाएपछि ओहो के नै पाए जस्तो हुन्थ्यो। पछि टिभी हेर्न पायो पुग्यो, पछि मोबाइल चलाउन पाए पुग्यो। अब पाइलट त बनिएन, जहाज उडाइएन, समुद्रमा नि उडाइएन है, आकाशमा नि उडाइएन। पाइलट चोर त उडाउन सकिन्छ। पैसा कमाउनुपर्छ, पैसा कमाछु समुद्रमा पाइयो, जमिनमा डुलिन पाइयो, आकाशमा उडाइन पाइयो है। पैसा कमाउनुपर्छ हेरकेटा हो, पैसा कमाएपछि बल्ल लाइफ हुन्छ। जता घुम्नै पाइन्छ कि, घुम्न पाइन्छ, डुल्न पाइन्छ। अहिलेसम्म पैसाले काम गरिराख। अब कुनै समय त पैसाले काम नगरी बेला नै आउन सक्छ होइन, तर पनि पैसा चाहिँ कमाउनु नछोड केटाहरू। पैसा कमाउनु पर्छ, घुम्नु पनि पर्छ, डुल्नु पनि पर्छ। पुलमाथिबाट हो 365 डिग्री भ्यू हेर्नुपर्छ यहाँबाटै। अग्लो छ क्या पुल पनि, धेरै अग्लो बनाएको छ। त्यहाँ बिचमा आइल्यान्ड छ, टक्क आइल्यान्डमा जानुपर्छ। मान्छे आइरहेको छ नि, पुरै उद्योग कल कारखाना के हो यो डुङ्गा अनि जहाज। पानी जहाज, त्यसपछि यो पुल त लास्ट सक्लो छ। पुलै पुल रहेछ त, कहाँसम्म हो, कहाँ पुलै सकिन्न त। यो तल जाने बाटो रहेछ यहाँ। ल धन्यवाद, बाटो पाइहाल्यो। अगाडि एउटा पुल छ, त्यसपछि अर्को पुल छ, अनि यहाँ चाहिँ यो पुल, यसमा चाहिँ 4 लेन रहेछ। उता पारिपट्टि 4, यतापट्टि 4।
अघिमा त्यो खोलाको तिरतिर आएको कि त्यही बाटो आएको साइड साइडको घर मात्रै देखेको थिएँ छेउछेउको मात्रै अहिले चाहिँ भित्रभित्रको माथि घरहरू पनि देखिँदैछ टाढाबाट हेर्दा नि रमाइलो देख्दो रहेछ टाढाबाट हेर्दा रमाइलो यो पुल मिनी यस्तो पेन्टिङ गर्ने होइन केयरकार गर्ने के लेख्ने यो चाहिँ यो संसारभरिकै चलन हो क्या भने के चलन हो यो सबै जता गयो नि नेपालमा नि यसो देखिन्छ अरू देशमा नि यसो देखिन्छ जता गयो नि यस्तो देखिन्छ कि के रहेछ कुनै के चलन रहेछ यस्तो 8 लेनको सडक भनी कति 3-4 तल होला हौ कति अग्लो छ अन्त पानी जहाजहरू छिर्नुपर्छ तलबाट त्यही भएर अरू अग्लो बनाएको होला खड्की केहरू पनि होला यस्तो जहाज जस्तो भनेर सोचिरहेको थिएँ होइन र यो जाली रहेछ स्टिलको त्यसपछि भित्रपट्टि त्यो पहेँलो छ यो पनि ठ्याक्कै त्यो पानी जहाजमा हुन्छ नि ठ्याक्कै त्यस्तै बनाएको छ कि पानी जहाजमा हुने जस्तै यहाँ चाहिँ हामी देखिन्छ है सनलाइटको यस्तो देखिन्छ यता सानो देखिँदैछ त्यो भित्र पनि पुरै के बिचहरू जस्तो त्यो हुन्छ नि खेल्ने बालो भएको के साउन्डमा दुनियाँ थियो रहेछ है त्यहाँ गएर यो टाइम पर्सन वेस्ट के वेस्टै भन्ने जस्तो भयो अब तल टाइम भएर जानु हुन्थ्यो खबर नहुँदैछ आएर यहाँ बस्न आनन्द यो यसको चाहिँ यो गाडी हो कि क्रेनको टायर रहेछ फलामकै गजबको ठाउँ रहेछ यो खेल्ने चाहिँ यति धेरै रहेछ चलेको एउटा पनि छैन शनिबार आइतबार यस्तै छुट्टीको दिन चलाउने हो कि साँझतिर चलाउने हो पनि त्यो चाहिँ मलाई थाहा भएन कृपया थाहा हुनेले कमेन्ट गरेर बताइदिनु होला म यो पुल तरेर जाँदैछु थाइल्यान्डमा थाइल्यान्ड होइन आइल्यान्डमा पो जाँदैछु त आइल्यान्ड जाँदैछु आइल्यान्ड यहाँबाट आइल्यान्ड जस्तो देख्दैन उता पारिबाट नि देख्दैन त्यो माथि पुलबाट मात्रै आइल्यान्ड जस्तो देख्दो रहेछ कि यहाँ आउँदा त यो ताल त्यो उता पारी जस्तो देख्दो रहेछ पुल चाहिँ पर्याय खण्डमा खोल्न मिल्ने भनेर बनाएर रहेछ सायद खोल्छ कि होला ओपन पनि हुन्छ होला यता नखोले उतापट्टि अर्को बाटो नि छँदैछ पानी जहाज साना साना काटी छन् कति रेस्टुरेन्ट यहाँ रेस्टुरेन्ट त्यहाँ रेस्टुरेन्ट फोटो खिच्ने ठाउँ चाहिँ रहन्छ कि अन्त माथिसम्म जानु मिल्छ होला यो आइल्यान्ड भनेको छेउमा मिल्दो रहन्छ प्राइभेट जस्तै रहेछ क्या हो जहाजभित्र यी बार क्लब डिस्को ड्याङ के रेस्टुरेन्ट सब छ यहाँ अघि म त्यो पारी गएको उता माथि जाँदाखेरि पारीको त्यो बाटो अहिले आउँदाखेरि यता पारी वारी भन्यो भयो त्यताको यता पारी आएर कति अग्लो ए त्यो अगाडि क्यासल जस्तो छ जान मन त लाग्थ्यो खुट्टा दुखिसक्यो अब लगभग म फर्किन्छु है अहिले खुट्टा पनि दुख्यो घाम पनि चर्को लाग्छ यो ठाउँ त रमाइलो रहेछ राम्रै रहेछ यो पुरानो बिल्डिङहरू हेर्ने त्यो आर्किटेक्चरहरू के पढ्नेहरू के अध्ययन गर्नेहरूलाई त्यो बुझेकोहरूलाई चाहिँ धेरै राम्रो छ ठाउँ आजको लागि यति नै हो जस्तो छ अब त्यहाँबाट अलिकति ट्रेन स्टेसन जानु छ पारी सिसाको बिल्डिङ पनि रहेछ गइएन तर त्यो त अब घर जानुपर्छ स्टेसन आइसकेको छु अब घर राति त पुगिन्छ होला राति पुगिन्छ नि भिडियो चाहिँ यहीँ आजको यहीँ सक्यो ट्रेनको चाहिँ छुट्टै हाल्छु होइन ट्रेनको नै आज त्यो 92 बिएनएल देखाइरहेको थियो कि टिकट काट्न लाग्यो अनि त्यही काउन्टरमा गएर काटेको 72 बिएनएलमा काट्यो
सस्तो चाहिँ सस्तो पायो अनि Dlatego, że tutaj nigdzie nie było 15 कति भइसक्यो 3:18 को टिकट काट्यो to już jest त्यहाँबाट भाग्दै आएको ट्रेन चाहिँ ठ्याक्कै समात्यो कि अनि कस्तो नम्बर पनि ठ्याक्कै देखिन्न टिकट म बुझ्दिनँ कि यहाँको टिकट है अनलाइन टिकट काट्यो भने त ठ्याक्कै बुझ्छु Karola nie chciała w ogóle w tym uczestniczyć. Akurat tak było, że byłam sama u niej w pokoju, więc zresztą ja się tak powiem zobowiązałam do tego, żeby tą rozmowę przeprowadzić. स्टे गार्ड हुने ठाउँ रहेछ